कान्तिपुर दैनिकको डिजिटल प्लेटफर्ममा यहाँलाई स्वागत छ। आज हामीसँग कुरा गर्न पुल्चोक क्याम्पसका नवनिर्वाचित सोभियु सभा अध्यक्ष स्वयं श्रेष्ठ हुनुहुन्छ। नेपाली काङ्ग्रेस एमाले माओवादी केन्द्रका उम्मेदवारहरूलाई पराजित गर्दै उहाँ स्वतन्त्र रूपमा अध्यक्षमा निर्वाचित हुनुभयो। उहाँसँग हामीले शैक्षिक मुद्दा र विद्यार्थीले राजनीतिले नेपालमा का शैक्षिक संस्थानमा पारेको प्रभाव र नेपाली युवाहरू राजनीतिमा आउनुपर्छ कि पर्दैन र नेपाली युवाहरूलाई नेपाली राजनीतिमा ठाउँ छ कि छैन भन्ने विषयमा कुरा गरेका छौँ। कान्तिपुर दैनिकको डिजिटल प्लेटफर्ममा यहाँलाई स्वागत छ र हामीसँग आज कुराकानी गर्न हुनुहुन्छ पुल्चोक क्याम्पसका नवनिर्वाचित सोभियु अध्यक्ष स्वयं श्रेष्ठ। तपाईँ चाहिँ स्वतन्त्र रूपमा उम्मेदवार भएर पनि निर्वाचित हुनुभयो। अहिले तपाईँलाई कस्तो लागिरहेछ यस विषयमा? सर्वप्रथम त धन्यवाद मलाई कान्तिपुरमा बोलाइदिनु भएकोमा। यो निर्वाचनको कुरा गर्दाखेरि चाहिँ मलाई चाहिँ अलि ओभरवेलमिङ फिल भइरहेको छ। यतिको साथ सहयोग सायद मैले जिन्दगीमा पनि कहिले पाएको थिइनँ। त्यही भएर चाहिँ अहिले चाहिँ अलि भावनात्मक छु। प्रमुख दलका राजनीतिक पार्टीहरूका भातृ सङ्गठनहरू होइन, चुनावी मैदानमा थिए, उनीहरूको सङ्गठन, उनीहरूको शक्ति, उनीहरूको स्रोत परिचालन गर्दा गर्दै पनि तपाईँहरूलाई नै त्यहाँको आगामी पुस्ताको इन्जिनियरहरूले तपाईँलाई नै छान्नुको कारण चाहिँ के ठान्नुहुन्छ? कुनै पनि राजनीति अथवा कुनै पनि कोही मान्छे छानिने प्रक्रियामा चाहिँ दुईवटा कुराले प्रमुख भूमिका खेल्छ होइन। एउटा उसको लडाइँको विचारधारा, दोस्रो चाहिँ ऊ आफू कस्तो छ, उसको पृष्ठभूमि, उसलाई कसरी चिन्छन् मान्छेले, त्यो कुराले फरक पर्छ। एउटै विचारधारा अथवा राम्रो विचारधारा मान्ने मान्छेलाई पनि यदि ऊ मान्छे मन परेन भने मान्छेले विचार भोट हाल्दैनन्। त्यसै गरी कोही मान्छे मन परेको त विचारधारा मन परेन भने त्यसलाई पनि भोट हाल्दैनन् मान्छेले युजली। त्यो हुँदै गर्दाखेरि यो दुईवटा भूमिका छ जस्तो लाग्छ मलाई। मेरो विचारधारा चाहिँ के हो भन्दा विद्यार्थी स्वराज हुनुपर्छ, विद्यार्थी आत्मनिर्भर हुनुपर्छ। यदि विद्यार्थीको आवाज रहने हो भने एउटा मेरो क्याम्पस जस्तो प्राविधिक संस्थानमा मलाई किन कुनै भातृ सङ्गठन चाहियो? यदि युनियन बनाउनु छ भने म आफै बनाउँछु, यदि युनियन बनाउनु छैन भने म स्वतन्त्र रूपले अगाडि बढ्छु। तर भातृ सङ्गठन किन चाहियो भन्ने चाहिँ मेरो उम्मेदवारीको प्रश्न हो। र किन जितेँ भन्दै गर्दाखेरि सायद है, किन जितेँ त जनतालाई थाहा होला, तर सायद समीक्षा गर्दाखेरि चाहिँ पछिल्लो 2 वर्ष जुन समय मैले स्वतन्त्र विद्यार्थी युनियन 2079 को कार्य समिति सदस्य हुँदै गर्दाखेरि जसरी मैले प्रस्तुत गरेँ विद्यार्थीका विषयहरू र जुन विचारधारा विद्यार्थी स्वराज हुनुपर्छ, यी दुईवटा कारणले गर्दा चाहिँ मैले जितेँ कि जस्तो लाग्छ मलाई चाहिँ। तपाईँले चाहिँ यो स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षको उम्मेदवार हुँदाखेरि अघि सारेका मुद्दाहरू के थिए? सर्वप्रथम मैले भनिहालेँ होइन, मुद्दाहरूमा पनि मैले चाहिँ के महसुस गरेको छु भन्दा मतदाताहरूले दुईवटा मुद्दा हेर्नुहुन्छ। एउटा चाहिँ यसले जितेपछि के गर्छ, दोस्रो मुद्दा चाहिँ यसले जित्दाखेरि यो हाम्रो विद्यार्थीको संस्कृति अथवा यो जुन प्रणालीमा चाहिँ कसरी फरक पर्छ भन्ने कुरामा धेरै फरक पर्छ। मैले सबैभन्दा जोरदार मुद्दा उठाएको चाहिँ भातृ सङ्गठन किन, सबैभन्दा ठुलो कुरा उठाएको चाहिँ हामी सङ्गठित हौँ नहौँ हामी विद्यार्थीको विषय, हामी किन अरूको अन्तर्गत परिचालित हुनुपर्ने भन्ने चाहिँ मेरो मुद्दा थियो। र यदि हजुरले कार्यक्रम अथवा कार्यरत हुँदाखेरि के गर्नुहुन्छ भन्ने कुरा सोध्नुभएको भए चाहिँ मैले म्यानिफेस्टोमा हाम्रो 24-26 पानाको म्यानिफेस्टो छ हाम्रो, त्यसमा चाहिँ प्रष्ट रूपले के गर्ने भन्ने विषय राखेको छु। जुनमा चाहिँ 1 नम्बरमा 3टा भाग छ। पहिलो भाग चाहिँ स्वबाट सुरु हुन्छ, स्वास्थ्य शैक्षिकता, अनि दोस्रो चाहिँ बीबाट सुरु हुन्छ विश्वसनीयता, अनि युबाट सुरु हुन्छ युग निर्माण। यसरी चाहिँ स्व, बी, यु, स्वास्थ्य शैक्षिकता, विश्वसनीयता र युग निर्माण गरेर चाहिँ हामीले आफ्नो यस्तो यस्तो कुराहरू चाहिँ छ भनेर म्यानिफेस्टोमा राखेका छौँ। तपाईँले यो भातृ सङ्गठनहरूमाथि प्रश्न पनि उठाउनु भयो होइन, किन चाहिँ प्रश्न उठाउनु भयो? राजनीतिक पार्टीका भातृ सङ्गठनहरू कामयाबी भएनन् कि के भएर तपाईँले चाहिँ प्रश्न उठाएर मुद्दा अगाडि सार्नु भयो? सर्वप्रथम मेरो मुद्दा प्रश्न हो है, मैले चाहेको चाहिँ यो विवाद होस् होइन, विद्यार्थीले सोचुन् अथवा मतदाताले सोचुन् हजुर के ठिक हो भन्ने कुरा चाहिँ हो। यो प्रश्न चाहिँ किन हो भन्दाखेरि विगत केही समयमा विद्यार्थी राजनीतिबाट विद्यार्थीकै विश्वास उड्नुमा चाहिँ विद्यार्थीले के महसुस गरे जस्तो मलाई महसुस हुन्छ भन्दा विद्यार्थी प्रतिनिधिहरूले हाम्रो प्रतिनिधित्व नै गरेनन्, उनीहरू त नेताको प्रतिनिधित्व गरिरहेको छन्। विद्यार्थी नेता भन्दा पनि ऊ चाहिँ नेताकै विद्यार्थी भइरहेका छन् भन्ने खालको मैले चाहिँ महसुस गरेँ। अनि त्यो हुँदै गर्दाखेरि यदि राजनीतिक परिवर्तन चाहिन्छ भने आफूबाट सुरु गर्नुपर्छ अथवा मैले नै लिनुपर्छ भन्ने विचारले चाहिँ हामी पहिलाको निर्वाचनमा हामी 3टा साथीहरू
मैदानमा उत्रौँ। दुर्भाग्यवश अरू साथीहरू हार्नु भयो र मैले केही मात्र मतदानले जितेँ। त्यसले गरेर चाहिँ यो ठाउँमा उभिएको छु। अहिले चाहिँ तपाईँ अब सोबिउको अध्यक्ष पनि भइसक्नुभयो होइन? हुँदैछु। कस्ता मुद्दाहरू अगाडि उठाउनुपर्छ र के सम्बोधन गर्नुपर्छ जस्तो लाग्छ? हाम्रो शैक्षिक संस्थाहरूमा शैक्षिक मुद्दा भन्दा पनि राजनीतिक मुद्दा बढी प्रभावशाली भएर आएको हुन्छ। तपाईँलाई चाहिँ के लाग्छ, कुन कुन मुद्दाहरूले चाहिँ प्राथमिकता पाउनुपर्छ जस्तो लाग्छ? मैले भनि नै हालेँ होइन, सर्वप्रथम त विद्यार्थीको स्वराजता हुनुपर्छ होइन, त्यसपछि बल्ल अरू कुराहरू आउँछ जस्तो लाग्छ मलाई। जब विद्यार्थीले आफै आफ्नो मुद्दाहरू बोलाउन थाल्छन् बल्ल आउँछन् अरू विद्यार्थीले मुद्दाहरू ल्याउँदाखेरि नेताको सुनेर होइन कि विद्यार्थीको सुनेर ल्याउनु पऱ्यो भन्ने चाहिँ सबैभन्दा पहिलो कल्चरल सेटिङ हुनुपर्छ जस्तो लाग्छ मलाई। त्यसपछि के काम गर्छु भन्नुभयो, त्यसमै फेरि नै जोड्न चाहे सोबियु भनेर हामीले छिटाएको छौँ, स्वस्थ शैक्षिकता हुनुपर्छ। त्यसको अन्तर्गत चाहिँ विद्यार्थीले क्याम्पस अथवा विश्वविद्यालयमा चाहिँ राम्रो स्वास्थ्य पाउनुपर्छ, चाहे त्यो हेल्थ क्याम्पबाट होस् होइन, चाहे कुनै हस्पिटलसँग इन्सुरेन्सको समन्वय गरेर होस्, यस्ता कुराहरू। शैक्षिकता पनि राम्रो स्तर पाउनुपर्छ, टिचर्सको टिचिङ कसरी इम्प्रुभ गर्न सकिन्छ भन्ने कुराहरू, त्यो कुराहरू हुन्छ। त्यसपछि विश्वसनीयता जुन चाहिँ हाम्रो विद्यार्थी युनियनप्रति जनाइरहेका छैनन्, त्यसलाई कसरी तान्ने होइन, विद्यार्थीलाई चाहिँ आफ्नो प्रतिनिधि आफ्नै प्रतिनिधि हो जस्तो कसरी महसुस गराउने भन्ने कुरा चाहिँ विश्वसनीयतामा आउँछ। त्यसका लागि हामीले सब कमिटिज होइन, उपसमितिहरू बनाएर यो सिभिल उपसमिति, कम्प्युटर उपसमिति, होस्टेल उपसमिति, महिला उपसमिति गरेर धेरै धेरै उपसमिति बनाएर यो भागले चाहिँ के विश्वास गरिरहेको छ अहिले भन्ने कुराहरू। अब चाहिँ तपाईँ योभन्दा अघिल्लो कार्यकालमा सोबिउ सदस्य पनि स्वतन्त्र हिसाबले नै जित्नु भएको थियो। हजुर। जसले गर्दा तपाईँलाई यो अध्यक्षसम्म बन्न एउटा तपाईँलाई आधार तयार भयो होइन? त्यसबेला के मुद्दा उठाउनु भएको थियो र तपाईँले शैक्षिक मुद्दाहरू क्याम्पसमा उठाउँदाखेरि त्यसको प्रभाव चाहिँ के परेको थियो त्यसबेला? म पछिल्लो समय सदस्यको लागि उम्मेदवारी दिँदै गर्दाखेरि चाहिँ त्यहाँ पनि सबभन्दा पहिलो प्रश्न चाहिँ हाम्रो भातृ सङ्गठन किन चाहियो नै थियो होइन। हामीले चाहिँ विद्यार्थीको आवाज विद्यार्थीले उठाउनुपर्छ भन्ने नै थियो। मैले फेरि पनि दोहोऱ्याएको कुरा। त्योभन्दा बाहेक चाहिँ मैले स्वस्थ विद्यार्थीहरू स्वस्थ हुनुपर्छ भन्ने मुद्दाहरू पेस गरेका थिएँ। हामी 3 जना जितेको भए अझै जोरदार मागले यो अगाडि बढ्न सकिन्थ्यो होला, तर हामी 1 जना मात्र जित्दै थिएन। मैले जित्दाखेरि हाम्रो क्याम्पसमा पहिला हाम्रो एचएको रिटायरमेन्ट भइसकेको थियो, त्यो आइसकेका थिएन, अनुसङ्घ भन्छ नयाँ एचए, त्यसको लागि पहलहरू गऱ्यौँ। हेल्थ क्याम्प्सहरू गऱ्यौँ जहाँ चाहिँ 1800 जना बढी विद्यार्थीले आँखा चेकअप गराउनु भयो, स्क्रिनिङ शिविर गराउनु भयो, अनि 250 जनाले चेकअप गराउनु भयो। यस्तो कुराहरू अगाडि बढाइयो। मुद्दाहरू चाहिँ के उठाउनु भएको थियो त्यसबेला चाहिँ? जस्तो तपाईँ प्रदर्शनमा पनि अगाडि आएको तस्बिरहरू पनि आएको थियो त्यसबेला। प्रदर्शनको मुद्दा चाहिँ कस्तो भयो भन्दा त्यो एक्सपेक्ट नै गरेको थिएन हामीले कि विद्यार्थीको हाम्रो शुल्क चाहिँ 2.5 लाख जति थियो होइन। पूर्ण शुल्की विद्यार्थीहरूको लागि 2.5 लाखमा 4 वर्षीय कोर्स सकिने थियो। त्यसलाई चाहिँ इन्जिनियरिङ अध्ययन संस्थानले 8 लाख पुऱ्याउन खोजिरहेको थियो। अनि जुन यो अवैज्ञानिक ढङ्गले जुन शुल्क वृद्धि गर्ने निर्णय थियो त्यसको विरुद्ध चाहिँ हाम्रो आन्दोलन थियो। अनि मैले नेतृत्व गरेको आन्दोलन अथवा मैले अगाडि बसेर बोलेको आन्दोलन, जुन फोटोहरूले कुरा गर्दै हुनुहुन्छ, त्यो आन्दोलनमा चाहिँ किन जरुरी थियो भन्दाखेरि त्यतिखेर चाहिँ हामी सबै फ्रेगमेन्टेड थियौँ कि। एउटा सङ्गठन एउटा आन्दोलन गरेर थियो, एउटा सङ्गठन एउटा आन्दोलन गरेर थियो, एउटा सङ्गठन एउटा आन्दोलन गरेर थियो। विद्यार्थीको आन्दोलन थियो भने त सबैजना सँगै आउनुपर्छ भन्ने चाहिँ मेरो मुद्दा भएर सबै विद्यार्थीले एउटा आन्दोलन ल्याएको। ए हजुर। त्यो समाधान भएपछि त्यसमा केही सम्बोधन भयो कि भएन? त्यो समाधान भयो, यो त्यसपछि घटना चाहिँ घट्यो अनि धेरै उहरू चाहिँ भए, तर त्यतिखेर म सदस्य मात्र थिएँ, त्यही भएर धेरै निर्णय लिने क्षमतामा थिएन। तपाईँको विचारमा राजनीतिक दलको भातृ सङ्गठनहरू छन् नि क्याम्पसहरूमा, तिनीहरूले सुधार गरेका छन् कि या क्याम्पसलाई झन् धमिलो बनाएर अगाडि बढाएका छन् शैक्षिक क्षेत्रको कुरा गर्दाखेरि? भातृ सङ्गठन एज होलमा भन्नुभयो? हजुर। भातृ सङ्गठन यसो मलाई यस्तो लाग्छ है, विद्यार्थी प्रतिनिधित्व हुनुहुन्न भन्ने जुन कुरा छ त्यसमा चाहिँ म डिसएग्री गर्छु होइन। विद्यार्थी प्रतिनिधित्व हुनैपर्छ, विद्यार्थीको आवाज कसैले सुनिदिनै पर्छ। मेरो प्रश्न यति मात्रै हो कि मैले सङ्गठन हुनुहुन्छ कि हुनुहुन्न नि भने होइन, संस्था हुनुहुन्छ कि हुनुहुन्न नि भने होइन, मैले प्रश्न यति सोधेको छु कि भातृ सङ्गठन हुनुहुन्छ कि हुनुहुन्न जस्तो लाग्छ सोधेको छु। यहाँ चाहिँ सिधै राजनीति पस्नुहुन्न क्याम्पसमा होइन? तपाईँले भन्नु स्वस्थ विद्यार्थी मुद्दा भन्नुभयो नि, त्यो चाहिँ पार्टीहरूको सिधै राजनीति छिर्नुहुन्न, घुस्नुहुन्न, त्यसले चाहिँ शैक्षिक वातावरणलाई अलिक बिगार्छ भन्न खोज्नु भयो कि? पार्टीको अन्तर्गत चाहिँ हुनुहुन्न भन्न खोजेको मैले। हजुर। कुनै पनि मुद्दा उठाउनुपर्छ, सपोज फर एक्जाम्पल कुनै विद्यार्थीहरूले एउटा विचारधारा फलो गर्न मन छ भने त्यो विचारधाराको अराउन्ड र्याली गरे हुन्छ, तर एउटा पार्टीको अन्डर चाहिँ र्याली गर्नु भएन क्या। त्यो हुँदाखेरि चाहिँ बायस डेभलप हुन्छ कि होइन, यसको लागि यो, यसको लागि यो, यसको लागि यो। हामीले कुनै पनि अहिले युनियन कुरा गर्दाखेरि चाहिँ त्यो युनियन चाहिँ यो विचारधाराको भनेर हेर्दैनौँ,
त्यो युनियन चाहिँ यो पार्टीको भनेर हेर्छौँ हामीले। हजुर हजुर। जुन यो कुरा छ यसलाई चाहिँ तोड्नै पर्छ भन्ने मेरो कुरा। त्यो हिसाबले त तपाईँले तोड्नु भयो नि होइन, अध्यक्षमा निर्वाचित भएर। मैले एउटा रिपल क्रिएट गरेँ जस्तो लाग्छ, मैले यो सम्भव छ भनेर देखाएँ होइन। यसले चाहिँ अरू क्याम्पसहरूमा अरू इन्स्टिट्युसनहरूमा पनि यसले मेसेज कस्तो दियो होला? त्यो मेरो दृष्टिकोण चाहिँ यही थियो। मैले आफ्नो उम्मेदवारी एउटा कल्चर सेटिङ थियो होइन। आज मैले उम्मेदवारी दिँदै गर्दाखेरि यदि नजिकै आयो भने पनि अब आउने विद्यार्थीले चाहिँ स्वतन्त्र रूपले पनि अगाडि बढ्न सकिन्छ है भन्ने जुन दृष्टिकोण दिन्छ त्यसमा आउनुपर्छ। जस्तै योपालि मैले पछिल्लो समय जुन सदस्य जितेँ स्वतन्त्र रूपमा, त्यसले गरेर पनि हो जस्तो लाग्छ कि अब आउने सदस्यहरू चाहिँ 4 जना स्वतन्त्र उठ्नुभयो, 1 जना कोषाध्यक्ष उठ्नुभयो, 1 जना अध्यक्षमा स्वतन्त्र उठ्नुभयो। पहिला यस्तो थिएन। अब तपाईँको विचारमा चाहिँ यो नेपालका शैक्षिक संस्थाहरूमा यो शैक्षिक विसङ्गति छ भनेर पनि कुरा उठाइन्छ। ओभरअल हेर्दाखेरि शैक्षिक क्षेत्रको विसङ्गतिहरू, त्यहाँको गलत क्रियाकलापहरू कस्तो लाग्छ, के हुन् जस्तो लाग्छ? म सन्दर्भ धेरै जस्तो पुल्चोक क्याम्पसमा मात्र दिन सक्छु, किनकि म विद्यार्थी नै पुल्चोक क्याम्पस। अब इन्जिनियरिङ क्षेत्रकै कुरा गऱ्यो भने पनि कस्तो लाग्छ तपाईँलाई? हामी पुल्चोक क्याम्पसमा चाहिँ एटलिस्ट वातावरण, राजनीतिक वातावरण चाहिँ अलिक भद्र नै छ तुलनात्मक ढङ्गले होइन। तर यसले बेटर कसरी बनाउन सकिन्छ भन्ने हाम्रो आउनुपर्छ होइन। यसले बेटर कसरी बनाउन सकिन्छ भन्दाखेरि चाहिँ अनबायसनेसबाट निष्पक्ष ढङ्गले होइन, थोरैका लागि होइन सबैका लागि समान रूपमा गर्नुपर्छ जस्तो लाग्छ मलाई। त्यो भनेको चाहिँ एउटा बायसनेस तोड्नको लागि चाहिँ त्यो जुन सिन्डिकेट छ, यो विद्यार्थी हाम्रो, यो विद्यार्थी यो पार्टीको, यो विद्यार्थी पार्टीको भन्ने जुन सिन्डिकेट छ त्यसलाई तोडेपछि मात्रै यो विद्यार्थी हामी सबैको भन्न सकिन्छ जस्तो लाग्छ। जस्तो पुल्चोक क्याम्पसले चाहिँ सोभि निर्वाचन गरेर रिजल्ट पनि ल्याइसक्यो होइन, तपाईँ निर्वाचित पनि भइसक्नुभयो। नेपालका ठुला अरू क्याम्पसहरूमा चाहिँ चुनावै हुन सकिरहेको छैन, तोडफोड भएको छ, तालाबन्दी छ, यसलाई चाहिँ कसरी लिनुहुन्छ तपाईँले? मेरो दृष्टिकोणमा चाहिँ यदि निर्वाचनै हुन सकेन भने विद्यार्थी प्रतिनिधि कसरी छान्ने, विद्यार्थी प्रतिनिधि कसले गरिदिने? हाम्रा जुन विद्यार्थी नेता बनाउँदछन् उहाँहरूले यदि निर्वाचन गरिदिनु भएन भने आफूलाई विद्यार्थी नेता किन भन्नुहुन्छ? नेताकै विद्यार्थी भन्नुहोस् होइन। तालाबन्दी गरेर जुन आफ्नो प्रतिनिधित्व, आफ्नो नेतृत्व छान्ने जुन प्रक्रिया छ त्यसलाई चाहिँ नतोड्नु, त्यो चाहिँ सबभन्दा बेयर मिनिमम हो जस्तो लाग्छ मलाई चाहिँ। अब लोकतान्त्रिक अभ्यासलाई होइन, चुनाव हो नि त, लोकतान्त्रिक अभ्यास भनेको चुनाव हो, त्यसलाई पनि रोक्न खोजेर विद्यार्थी सङ्गठनहरूले गर्न खोजेको के हो जस्तो लाग्छ? म सम्पूर्ण क्याम्पसको लागि एकदम प्रष्ट ढङ्गले चाहिँ भन्न सक्दिनँ, तर मेरो जेनरल कन्सेन्सस के छ भन्दाखेरि यहाँ विद्यार्थी राजनीति विद्यार्थीको लागि भन्दा पनि अवसरको लागि भइरहेको छ होइन। यहाँ चाहिँ म विद्यार्थीको यो मुद्दा उठाउँछु, यो मुद्दा उठाउँछु भन्दा पनि म पहिला यहाँ जान्छु, यहाँ जान्छु, अनि यहाँ जान्छु, यसले गर्दा फाइदा हुन्छ भन्ने कुरा छ। जबसम्म यो अवसरवाद तोड्न सकिन्न, जब चाहिँ प्रतिनिधित्व असल गर्न सकिन्न भन्ने चाहिँ मेरो विश्वास हो। हजुर। अहिलेको राष्ट्रपति रामचन्द्र पौडेल, योभन्दा अगाडिको राष्ट्रपति विद्यादेवी भण्डारी लगायत थुप्रै नेताहरू विद्यार्थी राजनीतिबाट आएका छन्, सोभि निर्वाचनबाट निर्वाचित भएर आएका छन् होइन। तपाईँको आगामी यात्रा पनि कस्तो हुन्छ जस्तो लाग्छ? केही त्यस्तो सोच्नु भएको छ? मैले राजनीतिको बारेमा सम्पूर्ण कुरा बुझ्छु अथवा त्यो देशको राजनीतिको बारेमा धेरै कुरा बुझ्छु भनेर चाहिँ म भन्दिनँ होइन। म यो बुझ्ने क्रममै छु, आफ्नो विचारधारा बनाइसकेको छैन, अझै म के अरे रस लिँदैछु यो राजनीतिक विषय भन्ने जुन पढिरहेको छु यो कुराहरूमा। त्यो हुँदै गर्दाखेरि चाहिँ मलाई अहिलेलाई चाहिँ विद्यार्थी प्रतिनिधिमा चाहिँ धेरै नै इन्ट्रेस्ट छ, तर देशको राजनीतिमा त्यति इन्ट्रेस्ट चाहिँ छैन। त्यो हुँदै गर्दाखेरि अहिलेको सिनेरियोमा मैले राजनीतिमा जान्छु भनिहाल्न चाहिँ त्यति ठिक छ जस्तो लाग्दैन। मलाई चाहिँ अहिले के लाग्छ भन्दाखेरि विद्यार्थी प्रतिनिधि गर्न आएको म पहिला विद्यार्थी प्रतिनिधि गरौँ। अधिकांश क्याम्पसमा सोभि निर्वाचनमा उम्मेदवार हुने अनि निर्वाचित भएपछि यो राजनीतिमा छिर्ने एउटा गेटवे जस्तो होइन, राजनीतिको भर्याङमाथि चढ्नलाई त्यो एउटा गेटवे बनाए जस्तो लाग्छ। त्यो चाहिँ तपाईँलाई कस्तो लाग्छ? जो अधिकांश भातृ सङ्गठनहरूले त्यसो गरेको देखिन्छ। हो, त्यो चाहिँ मलाई त्यस्तो लाग्छ है। अब कोही मान्छेलाई आफ्नो देशलाई यो बनाउनै छ अनि मलाई यो विचारधारा एकदम प्रष्ट छ लाग्छ भने ऊ अगाडि जान्छ स्वाभाविक हो। तर कसैले चाहिँ म यो ठाउँमा आएँ, अब म यहाँ जान्छु अनि यहाँ जान्छु, अब मेरो यहाँ यो सिडी बन्छ भन्ने जुन अवसरवादको खेल हुन्छ नि, त्यो खेल्नु चाहिँ हाम्रो समाजको लागि घात हो जस्तो लाग्छ। त्यसले विद्यार्थी सङ्गठन विद्यार्थीहरूका माग पुरा गर्छ जस्तो लाग्छ कि लाग्दैन? यदि अवसरवादको अन्तर्गत भइरहेको छ भने त पुरा गर्दैन। अवसरवाद विद्यार्थीको लागि गरे जस्तो गर्ला नि, तर उद्देश्य चाहिँ अर्कै हुन्छ जस्तो लाग्छ मलाई। अब तर यो कुरा गर्दाखेरि मैले सम्पूर्ण विद्यार्थी सङ्गठन हुने सम्पूर्ण विद्यार्थी चाहिँ एकदमै अवसरवादको खेती मात्र गर्छन् त म भन्दिनँ, तर अवसरवादको खेती धेरै विद्यार्थीले गरिरहेको चाहिँ म देख्छु। अर्को चाहिँ प्रसङ्ग हेर्दाखेरि अहिलेको विद्यार्थीहरूमा के हुन्छ भने विद्यार्थीले राजनीतिको कुरा गर्नुहुन्न, राजनीति गर्नुहुन्न, राजनीति बुझ्न पनि हुन्न भन्ने हुन्छ होइन। त्यो कुरा चाहिँ तपाईँहरूको बिचमा कस्तो लाग्छ? विद्यार्थीहरूले राजनीति बुझ्नुहुन्न, राजनीति गर्नुहुन्न, राजनीति जान्नुहुन्न भन्ने छ नि? यदि कुनै प्रब्लम छ भने
प्रब्लमलाई इग्नोर गरेर कहिले पनि अगाडि बढ्न सकिन्न। त्यो प्रब्लम चाहिँ एसेस गरेर सोल्युसन कसरी हुन्छ भन्ने कुरा लाग्नुपर्छ। अनि बी द चेन्ज यु वान्ट टु सी इन द सोसाइटी भने जस्तै त्यो परिवर्तन छ भने तिमीबाट आउनु पऱ्यो। यदि तिमीले परिवर्तन गर्न जान्दैनौ भने समाजलाई चाहिँ तिमीले जुन दृष्टिकोण दिन खोजिरहेको छौ जान्दैनौ भने गाली गर्नु कतिको उचित हो भन्ने कुरा चाहिँ प्रश्न आउँछ जस्तो लाग्छ मलाई। अहिलेको राजनीति हेर्दाखेरि उतार चढाव विशेष गरी नयाँ पुस्ता होइन तपाईँहरू जस्ता युवा पुस्ताहरूलाई चाहिँ नेपालको राजनीतिले चाहिँ झन् पछि झन् बिगार्दै लगेको भन्ने एउटा न्यारेटिभ पनि बनिरहेछ होइन। तपाईँलाई चाहिँ यसमा कस्तो लाग्छ? त्यस्तै हो प्रश्न भन्छ। अहिलेको राजनीति जुन पार्टीहरूले गरिरहेछन् यसले चाहिँ देशलाई झन् बर्बाद गरिरहेछ, जसको कारण हामीले दुःख पाइरहेछौँ, नयाँ पुस्ताले दुःख पाइरहेछ भन्ने छ। तपाईँलाई चाहिँ कस्तो लाग्छ यो विषयमा? मैले भनिहालेँ, मलाई हाम्रो देशको राजनीति प्रष्ट ढङ्गले आओस् थाहा छ भनेर चाहिँ मैले ठेक्का लाउँदिनँ, किनकि मलाई त्यति प्रष्ट थाहा छैन होइन। तर एउटा कुरा चाहिँ मैले के फिल गर्छु भन्दाखेरि जनताले चाहिँ निराशावादको चाहिँ पछाडि लाग्नु हुँदैन। केही कुरा बिग्रेको छ भने के बिग्रेको छ, कसरी सुधार गर्न सकिन्छ त्यो विषयमा छलफल गर्नुपर्छ। न कि यो बिग्रेको छ, यो बिग्रेको छ, यो बिग्रेको छ मात्र भन्नुहोस्। यदि बिग्रेको छ भने के बिग्रेको छ अनि कसरी सुधार गर्न सकिन्छ भन्ने कुरामा समीक्षा भयो भने मात्र हामी अगाडि बढ्छौँ। तर यदि कुनै बिग्रेको कुरालाई औँलाई मात्र आयो भने चाहिँ हामी निराशाजनक हुन्छौँ र यो पुरै सिस्टममा झन् नकारात्मकता मात्र फैलिन्छ जस्तो लाग्छ मलाई। अर्को कुरा हेर्दाखेरि यो नेपालको धेरै जसो नयाँ पुस्ताले चाहिँ राजनीति भनेको खराब चिज हो भन्ने एउटा भनाइ आइरहेछ होइन। राजनीति भनेको खराब चिज हो त, राजनीति जसले गर्छ त्यसले खराब काम गरेर राजनीति खराब होला होइन। तर सुधार गर्न सकिने ठाउँहरू पनि त हुन्छ नि होइन। खराबै हो त राजनीति भनेको? होइन होइन, विद्यार्थी राजनीति खराब नै होइन। राजनीति यदि त्यो कन्टिन्युस हुन मन छ, यही कन्टिन्यू हुन मन छ भने पनि राजनीति गर्नुपर्छ। चेन्ज गर्न मन छ भने पनि राजनीति गर्नुपर्छ होइन। राजनीति खराब छ भने पनि राजनीति गर्नुपर्छ, राजनीति ठिक छ भने पनि राजनीति गर्नुपर्छ। समाज कसरी परिवर्तन हुन्छ भन्ने चाहिँ नितान्त रूपमा नीति बनाउन ठाउने राजनीति हो। नीतिहरू बनाउने जुन प्रक्रिया छ त्यसलाई नै राजनीति भनिन्छ। त्यही भएर राजनीतिबाट भाग्नुभन्दा पनि राजनीतिमा प्रब्लम छ भने कहाँ प्रब्लम छ अनि त्यो सल्युसनको लागि स्ट्यान्ड गर्नु जरुरी छ जस्तो लाग्छ। राजनीतिमा युवा पुस्ताहरू को सहभागिता अहिलेका पुराना पार्टीहरूमा होइन अलिक कमै देखिन्छ। युवा पुस्ताहरू आउनुपर्छ भन्ने नि माग उठिरहेछ। तपाईँको विचारमा युवा पुस्ता आउनलाई चाहिँ के समस्या भइरहेछ नेपालको राजनीतिमा? सर्वप्रथम चाहिँ यो फेभरेटिजम जुन हुन्छ होइन, युवा पुस्ता आयो भने पनि कसैको चिनेको मान्छे भएर आउनुपर्ने होइन, अथवा जुन फेभरेटिजम हुन्छ महिला भयो भने पनि कसैको रिलेटिभ हुनुपर्ने साथी हुन्छ, त्यो प्रतिनिधित्व गर्दाखेरि चाहिँ असल प्रतिनिधित्व हराउँछ जस्तो लाग्छ मलाई। अवसर दिनुपर्छ युवालाई। जब युवालाई अवसर दिन्छ, साधारण युवा जो क्षमतावान छन् तब मात्र अट्छ जस्तो लाग्छ मलाई। फेभरेटिजमले चाहिँ यो बिगारिरहेको छ होला। हजुर, एउटा प्रसङ्ग छ यो नेपालको अब्बल क्याम्पसमा पढेका इन्जिनियरहरू, त्यस्तै गरी अरू इन्स्टिट्युट्समा पढेका डक्टरहरू, अरू राम्रो इन्स्टिट्युट्समा पढेका अरू सेक्टर अरू फ्याकल्टिजका विद्यार्थीहरू नेपालमा बस्नै नसकिने अवस्था भयो, कामै पाइँदैन भन्ने छ होइन। तपाईँले के देख्नुहुन्छ सम्भावना? हाम्रो मिट आवर एमपी भन्ने एउटा प्रोग्राम भएको थियो स्वतन्त्र विद्यार्थी युनियन 2079बाट। हजुर, त्यहाँ हाम्रो पूर्व शिक्षा मन्त्री भन्नुभएको थियो विद्यार्थी भन्छन् इन्डस्ट्री छैन, इन्डस्ट्री भन्छन् विद्यार्थी छैन, काम गर्ने मान्छे छैन। त्यो हुँदै गर्दाखेरि चाहिँ मलाई चाहिँ के लाग्छ भन्दाखेरि इन्डस्ट्री एउटा वेभमा चलिरहेको छ, स्टुडेन्ट एउटा वेभमा चलिरहेको छ होला, तिनीहरूलाई मिट गर्न जरुरी छ होइन। यदि काहीँ तिनीहरू हुन सकिरहेको छैन, ग्रो हुन सकिरहेको छैन भने कहाँ ग्रो हुन सकिरहेको छैन त्यो कुरा पहिला एसेस गर्नु पऱ्यो अनि त्यसलाई मिटिगेट गर्ने मेजर्सहरू लिनु पऱ्यो नीतिगत रूपले। त्यसपछि बल्ल विद्यार्थीलाई चाहिँ अवसर छ जस्तो लाग्छ। इन्जिनियरहरूको लागि कस्तो अवसरहरू छ नेपालमा तपाईँहरूले के देख्नुहुन्छ? अब म त इन्जिनियर भइसकेको त छैन, चाहिँ पढिरहेको छु। मैले देखेँ दृष्टिकोण सायद फराकिलो हुँदैन होला। तर सिभिल इन्जिनियर जस्तो विद्यार्थीहरूको लागि चाहिँ हाम्रो यहाँ लोकसेवाहरू हुन्छ होइन, त्यसै गरी प्राइभेट कन्सल्टेन्सीहरू हुन्छ, आफै खोल्न पनि मिल्छ। त्यसै गरी कम्प्युटर विभागका विद्यार्थीहरूको लागि स्टार्टअपका आइडियाजहरू हुन्छन्, तिनीहरूमा उहाँहरूमा लोकसेवा अलिक कम हुन्छ होइन। त्यही भएर उहाँहरूले चाहिँ अलिक स्टार्टअपतिर अलिक फोकस हुनुपर्छ। अनि तर उहाँको चाहिँ त्यो पेहरूले गरेर पनि होला सायद विदेशतिर अलिकति बढी लगाएको हुन्छ। अनि काम नेपालमा गऱ्यो भने पनि रिमोट जबहरू गर्नेहरू एक्टिभहरू बढी हुन्छ। तपाईँले सोचिरहनु भएको छ स्वदेशमै बसेर काम गर्ने कि या बेटर अपर्च्युनिटीको लागि बाहिर जाने भन्ने? मलाई चाहिँ स्वदेश नै बस्न मन लाग्छ अहिलेसम्म चाहिँ। हजुर, तर सायद मैले यो पुरै नबुझेर पनि होला। पहिला इन्जिनियर भइसकौँ अनि हेरौँ के छ, त्यसपछि बल्ल थाहा हुन्छ होला के गर्ने भनेर अहिले नै डिसिजन लिन चाहिँ अहिले ठुल्ठुलो कुराहरू होला, तर पछि जानु पऱ्यो भने अप्ठ्यारो पर्छ।
नेपालको शैक्षिक संस्थाहरूमा चाहिँ राजनीतिले होइन राजनीतिक पार्टीको गतिविधिले राजनीतिले कति प्रभाव पारेको ठान्नुहुन्छ? हाम्रो क्याम्पस सन्दर्भमा चाहिँ अलिक कम पारेको छ, तर बाहिर क्याम्पस सन्दर्भमा अलिक बढी पारेको छ जस्तो लाग्छ मलाई। विद्यार्थीको प्रतिनिधित्व गर्ने जुन प्रणाली हुनुपर्छ त्यो सभ्य र शान्तिपूर्ण हुनुपर्छ जस्तो लाग्छ मलाई। यदि कुनै हुनुपर्छ भने डिसिसन लिनुपर्छ भने एकदम कठिन डिसिसन लिनुपर्छ भने एकदम कठोर डिसिसन लिएको छ, एकदम शोषण नै भएको छ भने एउटा अडान लिनु स्वाभाविक हो। तर तालाबन्दी मात्र गर्ने तोर्फ मात्र गर्ने भन्ने जुन भाषा निर्माण भइरहेको छ त्यसको विरुद्ध चाहिँ प्रतिनिधिहरूले केही डिसिसनहरू लिनुपर्ने हुन्छ जस्तो लाग्छ मलाई। अब नेपालको विद्यार्थीहरू युवाहरू चाहिँ अब होइन सुन्दर भविष्य खोज्ने हो कि बाध्यताले हो कि बाहिर जाने एकदमै ट्रेन्ड बढिरहेछ, यो रोकिन्छ जस्तो लाग्छ कि अवसरहरू आयो भने उनीहरू यहीँ बस्छन् जस्तो लाग्छ? यो प्रश्न धेरै लेभलमा सोध्नुपर्छ है। एउटा इन्डिभिजुअल लेभलमा सोध्नुपर्छ विद्यार्थी मान्छेले, मैले के गर्न सक्छु यो कुरामा भनेर। एउटा कम्युनिटी लेभलमा सोध्नुपर्छ, जस्तो युनियन्सहरूले के गर्न सक्छ यस कुरामा। अर्को राष्ट्रिय स्तरले सोध्नुपर्छ हामीले के गर्न सक्छौँ विद्यार्थीको लागि भनेर। तर यो जुन जाने ट्रेन्ड छ त्यसलाई रोक्नको लागि चाहिँ भोलि राम्रो छ भन्ने जुन छ नि त्यो एउटा होप चाहिँ दिन आवश्यक छ, त्यो आशा चाहिँ दिन आवश्यक छ। जो विद्यार्थी गइरहेको छ उसलाई मैले देखेको मध्ये सम्पूर्णको अध्ययन गरिसकेको म भन्दिनँ, देखेको मध्ये चाहिँ के देखिन्छ भन्दा उनीहरूलाई चाहिँ आजको नेपाल त यस्तै छ भोलिको पनि यस्तै नै हुने भयो भन्ने जुन मेन्टालिटी छ त्यसले गरेर बाहिर जान्छन्। यदि भोलिको नेपाल सम्भव छ राम्रो छ भन्ने कुनै आशाको किरण आउँछ भने सायद उनीहरू रोक्लान् कि भन्ने मेरो विचार हो। तर म त्यो ठाउँमा अहिलेसम्म छैन। त्यो नेपालको यो पाठ्यक्रम छ नि यसले पनि नेपाली विद्यार्थीहरूलाई होइन अलिकति नयाँ ढङ्गले व्यवहारिक बनाउन सकेन भन्ने गुनासो छ। यो चाहिँ हाम्रो शैक्षिक छ नि प्रणाली छ यो अलिकति प्र्याक्टिकल भएन होइन, यसलाई चेन्ज गर्नुपर्छ भन्ने आवाज पनि उठ्छ नि। तपाईँ एउटा इन्जिनियरिङ पढिरहेको मान्छे होइन, कस्तो लाग्छ त्यो चाहिँ? हाम्रो पाठ्यक्रम चाहिँ हालै चेन्ज भयो होइन, भर्खर 1.5 वर्ष भयो चेन्ज भएको। हजुर, अनि त्यो पाठ्यक्रममा चाहिँ त्यस्तो धेरै सिभिल इन्जिनियरिङ भएर होला त्यस्तो धेरै एकदम आलोचनात्मक एकदम टिप्पणी मात्रै गर्नुपर्ने कुरा देख्दिनँ, किनकि हाम्रा नेपालका धेरै इन्जिनियर्सहरू त्यही सिलेबसबाट अगाडि बढेका छन् होइन। ओके अलिकति डिजिटलाइजेसनका कुराहरू गर्नुपर्ने छन् तर त्यो भइरहेकै छ जस्तो लाग्छ मलाई। यदि कुनै कुरा चाहिँ हजुरले भने जस्तै के प्रब्लम छ भने चाहिँ यो प्रब्लम छ मात्र भन्ने होइन, कहाँ प्रब्लम छ भन्ने कुरा चाहिँ ठ्याक्कै पोइन्ट आउट गर्न सक्यो भने बल्ल थाहा हुन्छ। सिलेबस बिग्रिया छ भने भन्दा पनि कहाँ सिलेबस बेटर गर्न सकिन्छ भन्ने कुरा छ भयो भने मात्रै हामी अगाडि बढ्न सकिन्छ जस्तो लाग्छ मलाई। तपाईँले चाहिँ जनरली भन्दाखेरि यो नेपालका शिक्षा मन्त्रीहरू हुन्छ नि, शिक्षा मन्त्रीहरूले चाहिँ नेपालको शैक्षिक अवस्थाको बारेमा कति नलेज दिएको पाउनुहुन्छ या कति जानेको पाउनुहुन्छ? म आफ्नो स्वतन्त्र विद्यार्थी युनियन कार्यकालमा हेर्दाखेरि चाहिँ सुमना श्रेष्ठजीले जुन मुद्दा उठाउनु भयो त्यो मुद्दा चाहिँ मसँग सान्दर्भिक हुन्छ है। जुन उहाँले राजनीतिकरणलाई घटाउनुपर्छ विद्यार्थीको प्रतिनिधि विद्यार्थी हुनुपर्छ भन्ने जुन कुराहरू गर्नुभयो त्यो चाहिँ मलाई सान्दर्भिक हो जस्तो लाग्छ कि त्यो हुँदै गर्दाखेरि चाहिँ उहाँसँग चाहिँ केही चेत यो कुराहरूमा धेरै चेत छ जस्तो लाग्छ मलाई, एकदम धेरै। जस्तै आइआइटीको आइआइटीको कुरामा नि उहाँले एकदम जोरदार प्रस्तुति दिनुभयो जुनले गर्दा यो सम्भव पनि भयो आइआइटीको अलिकति केही कुराहरू विद्यार्थीलाई त्यो उहाँमा चाहिँ सम्भव छ जस्तो लाग्छ मलाई। अरूको चाहिँ मैले त्यति राम्ररी टिप्पणी गर्न थाहा भएन। हुन्छ, तपाईँको यो 100औं कार्यकाल एकदम सफल होस् होइन, त्यसको लागि तपाईँलाई अल द बेस्ट। थ्याङ्क्स।